यो बाँदर नियन्त्रण गर्ने भन्ने कुरामा बुझाइ गलत भयो क्या, बुझाइ गलत भयो। खास किसानहरूले बाँदर मार्न पाउनु नै पर्यो भने चाहिँ होइन के है। किसानहरूको भने चाहिँ के हो भने यो पशु संरक्षणको नाममा अभियन्ताहरूले आइएनजिओको पैसा ल्याएर होइन चियापान खाएर माइती घरमा उफ्रिने र अब बाँदरले पनि किसानको बाली खाएर बारीमा उफ्रिने बानी चाहिँ ठिक भएन भने मात्रै हो के। अब बाँदरलाई मार्नुहुन्छ भन्ने भनाइ होइन कि बाँदर मार्यो भने कुनै न कुनै वातावरण असन्तुलन हुनसक्छ, भोलि इकोसिस्टम बिग्रिन सक्छ, त्यो लाटालाई पनि थाहा छ। त्यस कारणले बाँदरलाई अब सरकारले हुन्छ कि अथवा तिमीहरू जस्तै आइएनजिओ चलाउने होइन मान्छेहरूले चाहिँ कतैबाट खर्च ल्याएर हुन्छ कि होइन कुनै योजना बनाएर होइन अब छेकबार गरेर हुन्छ कि अब पाले राखेर हुन्छ कि किसानको बाली जोगाइदेऊ भने मात्रै हो के, बाँदर मार्नै पर्यो भने होइन। त्यस कारणले अब आइएनजिओले त पैसा दिन्छ, एक थरी अभियान त चलाउँछ, उपहार दिन्छ, एक थरी किसानलाई पनि उपहार दिन्छ होइन, जुदाउँछ। त्यसो नगरौँ। कसरी हुन्छ हामी मिलेर चाहिँ बाँदर लखट्ने तरिका अपनाऊ, लखटौँ होइन, किसानको बाली जोगाउँ। अनि सबैले खाने बाली हो, टोक्ने डलर होइन। मेरो भनाइ यही हो कि है, डलर जति महँगो भयो भने त्यो चुसेर तिमीहरू बाँच्दैनौ है। खाने अन्न बाली नै हो, यो अन्न बाली जोगाउँ भने मात्रै हो। यो बाँदर मार्नुपर्छ भनेर चाहिँ भने होइन। अहिले कोहीले यदा कदा भने होला नि, त्यो भन्नु हुँदैन होइन। बाँदर पनि जोगाउँ, बाली पनि जोगाउँ, कसरी हुन्छ त्यो काम पो गरौँ भने हो त। अब यहाँ नबुझेर एक थरी माइती घर मण्डलमा बुरुक बुरुक उफ्रिन्छन्, एक थरी बारीमा गएर बुरुक बुरुक उफ्रिन्छन् होइन। त्यसो गरेर हुँदैन। बाँदर पनि बाँच्नु पर्यो, वातावरण पनि बाँच्नु पर्यो होइन। अब किसानको बाली पनि जोगिनु पर्यो, अनि अन्न खाएर सबै मान्छे पनि बाँच्नु पर्यो भने मात्रै हो के। यसरी कुरा बुझाउनु सबैले।